सुरु गर। सर्वाङ्ग सुन्दरी व्याख्याको चाहिँ फर्स्ट लाइनमा भनिएको छ, आदित्यस्य पवनादित्य पवन ते तस्मिन् आदि। यो भन्नुको अर्थ चाहिँ आदित्य यानि सूर्य, पवन यानि वायु, यिनीहरू यो दुईटा चाहिँ जब ग्रीष्म ऋतुमा प्रवेश ग्रीष्म ऋतुको बेलामा चाहिँ यो दुईटा दुईटाको अत्यधिक तीक्ष्ण, उष्ण र रुक्ष गुणको प्रबलताको कारणले गर्दाखेरि चाहिँ पृथ्वीको जुन पनि सौम्य गुणहरू छ, जस्तै शीत, स्निग्ध आदि गुणहरू, यिनीहरूलाई चाहिँ नष्ट गरिदिन्छन् यिनीहरूको तीक्ष्ण, उष्ण र रुक्ष गुणको कारणले गर्दाखेरि। यहाँ फेरि प्रश्न आएको छ, कस्मात् एवं विद्यास्ते भनेको चाहिँ अब यो प्रक्रिया चाहिँ कसरी हुन्छ भनेर सोधियो। इतिआह मार्ग स्वभावत भनेको चाहिँ उनीहरूको यानि सूर्य र वायुको चाहिँ आफ्नो उनीहरूको प्राकृतिक मार्गको स्वभावको कारणले गर्दा फेरि पनि हो। न च स्वभाव, जुम इन किन गर्न मिलेन, न च स्वभाव पर्यनुयोगम अर्हति मार्ग उष्णांशो उष्णांशोत्तर दिग्मनम् यतश्च दित्य यत् यतश्च आदित्य पवना रुक्षस्ततः स्तिक्त आदयो रस बलिनो भवन्ति। अघि अघि भने जस्तै यो बेलामा चाहिँ रुक्ष, तिक्त, आदयो रस, अघि मेन्सन गरेको जुन पनि तिक्त, कटु र कषाय रसहरू छ तिनीहरू चाहिँ बलवान हुन्छन्। अनि क्रम आदित्येन यथा संख्य मत्र बोधयति तेन तिक्त शिशिरे वसंत कषायो ग्रीष्मे कटुको बलित्य अवतिष्ठते न सर्वे तिक्तादय एकैकस्मिन्न ताव इति। यहाँ भनेको छ यो जुन तीनवटा आग्नेय गुणयुक्त रसहरू छन्, तिनीहरू चाहिँ तिनीहरूको फेरि आफ्नो इन्डिभिजुअल ऋतुहरू छ जुनमा चाहिँ तिनीहरू प्रबल हुन्छन्। जस्तै अ, तिक्त रस छ जुन, त्यो चाहिँ शिशिर ऋतुमा बढी बलवान हुन्छ। त्यस्तै कषाय रस छ जुन, त्यो चाहिँ वसन्तमा बढी बलवान हुन्छ। कटु रस चाहिँ ग्रीष्म ऋतुमा बलवान हुन्छ। अनि फेरि बलि यत् अवतिष्ठते न सर्वे तिक्तादय एकैक अस्मिन अत अस्मिन्नाव इति भनेको चाहिँ यो जुन आदान काल हुन्छ यो तीन ऋतुमा त यिनीहरू तिनटै रस प्रबल भयो, तर आफ्नो स्पेसिफिक ऋतुमा मात्रै यिनीहरू चाहिँ बढी प्रबल हुन्छन्। यानि बाँकी शेष दुई भनेको जस्तै शिशिर ऋतुमा तिक्त रस प्रधान छ भने कटु र कषाय चाहिँ सम अवस्थामा नै बस्छन्। त्यस्तै वसन्त ऋतुमा कषाय रस चाहिँ बढी प्रबल छ भने बाँकीको कटु र तिक्त चाहिँ सम हुन्छन् भनेर त्यसरी चाहिँ बुझ्नुपर्छ। तिक्त इत्याद समासकरणम ज्ञापनार्थम तिक्तादिरेकैको बली भवति। द्वौ तु स्वप्रमाणावस्थितौ नैवर् नैवरितु पृथग् भूय तिक्तादेर्बलत्व इति अर्थ। यत एव भूमे सौम्य गुण गुण गुणहानिवर्धनं च रुक्षणं रसानां तस्मात् कारणाद् आदानम् अग्नेय भनेको चाहिँ आग्नेय यानि जुन यो आदान काल छ, यो तीन ऋतुहरू शिशिर, वसन्त, ग्रीष्म, यिनीहरूमा चाहिँ कटु, तिक्त, कषाय तीनटा रसहरू बलवान हुने भयो र प्रत्येक रसहरू चाहिँ आफ्नो आफ्नो ऋतुमा चाहिँ बढी बलवान हुन्छन् भनेर बुझ्न पर्यो। अब आयुर्वेद रसायन व्याख्याको टीकामा चाहिँ भनिएको छ, आग्नेयत्वे हेतुम आह तस्मिन् इति। आग्नेय गुणको कारणले चाहिँ यहाँ चाहिँ ऋतुको विशेषता आग्नेय गुणको
सन्दर्भमा चाहिँ भयो, जुन यो आदान काल छ। हि यस्मात् तस्मिन् काले भुव सौम्यान् गुणादि गुण आदित्य पवना क्षपयन्ति। नन्वादित्य पवना सर्वदा सन्तोऽपि तदैव कुत क्षपयन्ति इत्यत आह। और अत्यर्थ तीक्ष्णोष्ण रुक्ष मंद मंदादि सौम्य गुण विपरीत विपरीत तीक्ष्ण आदि गुण गुणेन्द्रेका आदित्यर्थ भनेको माथि अघिल्लो भने जस्तै यो बेलामा चाहिँ तीक्ष्ण उष्ण र रुक्ष गुणहरू चाहिँ अत्याधिक हुनाले चाहिँ यो सौम्य आदि गुण छ यिनीहरूको त विपरीत हुने भयो। यो गुणहरू जसको कारणले चाहिँ त्यहाँ सौम्य गुण नष्ट हुने अथवा तिनीहरूको चाहिँ शोषण हुने क्रिया भयो भनेर भनिएको छ। इत्याह मार्ग स्वभावत, मार्ग स्वभावको पनि कुरा भयो। सूर्य र वायुको चाहिँ आफ्नै प्राकृत स्वभावको कारणले गर्दाखेरि पनि यहाँ शोषण क्रिया भयो। मार्ग स्वभावभ्याम स्वभाव प्रकृत कालस्य, यो पनि भयो। उक्तम हि संग्रह, यानी अब अष्टाङ्ग संग्रहको अध्याय 4 मा पनि यही कुरा उल्लेख गरिएको छ, भनेको छ कि काल स्वभाव मार्ग परिगृहित गृहित इति। सेम कुरा, मार्गो मकरादि राशि परिच्छिन्न आकाश भाग यतश् यतश्चात्र अस्मिन् काले तिक्तादयो रसाबलिन क्रमादिति यथा संख्येनोत्तर उत्तरश्च तेन शिशिरे तिक्तो बली ततोऽपि वसन्ते कषाय ततोऽपि ग्रीष्मे कटुक इति। तस्माद् इति आग्नेयगुणैर्विपरीतानां सौम्यगुणानां होनस्तुल्य गुणानां तिक्त आदीनां वृद्धेश्च आदानम् आग्नेयम्। यहाँ चाहिँ आदान अथवा आग्नेय कालमा चाहिँ जति पनि यो माथिल्लो टिकामा भनिएको छ त्यही नै कुरा चाहिँ यहाँ पनि उल्लेख गरियो। नेक्स्ट स्लाइड गर्दा हुन्छ। अवायो ऋतवो दक्षिणायनम वर्षादयो विसर्गश्च। अब योभन्दा अघिल्लो जति पनि कुराहरू आयो त्यो चाहिँ उत्तरायण अथवा चाहिँ आदान कालको कुरा भयो। शिशिर वसन्त र ग्रीष्मको, जुनमा चाहिँ सूर्य र पवन यानि वायुको चाहिँ रुक्ष तीक्ष्ण उष्ण गुणहरूद्वारा चाहिँ जति पनि सौम्य भावहरू शीतल स्निग्ध आदि पृथ्वीका मानिसहरूको त्यसको शोषण क्रिया भयो भनेर व्याख्या गरी। अब यहाँ चाहिँ अब यसपछि दक्षिणायन यानि सूर्यको चाहिँ साउथतिरको मुभमेन्ट अथवा जसलाई चाहिँ विसर्ग भनेको चाहिँ यहाँ चाहिँ दिने क्रिया गरी हुन्छ। यो ऋतुहरूको बारेमा चाहिँ शेष 3टा बाँकी थियो, त्यो ऋतुहरूको चाहिँ अब यहाँ व्याख्या गरिन्छ। सर्वाङ्ग सुन्दरी व्याख्यामा भनेको छ, त्रयो वर्षादय ऋतवो दक्षिणायनम भगवतो दिवाकरस्य दक्षिणादिगमनम स च कालो विसर्गाख्य। अब यो 3 यानी वर्षादेखि ऋतुहरू वर्षा शरद र हेमन्त यिनीहरू चाहिँ सूर्यको दक्षिण तर्फको यात्रा अथवा चाहिँ दक्षिण गमन दक्षिणतिरको जुन मुभमेन्ट हुन्छ जसलाई चाहिँ विसर्ग काल पनि भनेर चिनिन्छ भनेर भनियो। यसपछि सर्वाङ्ग आयुर्वेद रसायनको व्याख्याको टिकामा चाहिँ के भनेको छ, द्वितीय ऋतुत्रय कर्सर एकचोटि हटाउ त। द्वितीय ऋतुत्रयस्य संज्ञा द्वयम् आह ऋतव इति वर्षादयस्तत्रय ऋतवो दक्षिणायनं विसर्गश्चेति। सेम कुरा हो। अब यत् बलं विसृजति अयं सौम्य
त्वात् अत्र सोमः बलवान् हीयते रवि मेघवृष्ट अनिलैः शीतैः शान्ततापे महिते स्- स्निग्ध स्निग्धाश्च स्निग्धाश्च स्निग्धश्च अम्ल लवण मधुर बलिनो रसा। अब यहाँ चाहिँ यद बलम विश्री जत्यया जत्ययम भनेको चाहिँ जुन बल त्यागिन्छ यहाँ विश्री जत्य भनेको चाहिँ दिने अथवा चाहिँ त्याग्ने प्रक्रियालाई बुझिन्छ। अब जति बेला चाहिँ बल त्यागिन्छ सौम्यवाद सौम्यवाद वादत्र सोमो हि बलवान हि यतिरवि भनेको चाहिँ सोम भन्नाले चन्द्रमा भनेर बुझ्नु पर्यो। अनि यहाँ चाहिँ सौम्य गुणको कारणले चाहिँ सोम अथवा चन्द्रमा चाहिँ बलवान हुन्छ यति बेला। र हियते रवि हियते भनेको चाहिँ कमी हुनु अथवा चाहिँ त्यो विक हुनु रवि भनेर भनिएको छ। यति बेलामा चाहिँ चन्द्रमा बलवान हुन्छ र रवि अथवा सूर्य चाहिँ कमजोर हुन्छ भनेर भनिएको छ। मेघ वृष्ट निलै शीतै सन्तापो सन्ता सन्ततापे महिते भनेको मेघ भनेको बादल भइहाल्यो। अनि वृष्ट भनेको वर्षा भइहाल्यो। अनिल भनेको वायु। त्यस्तै शीत शीतलता भयो भनेको मेघ अथवा बादलको वर्षा हावा र चिसो। र यहाँ चाहिँ शान्त तापको कारणले गर्दाखेरि चाहिँ स्निग्ध स्निग्धश्च अ, अम्ल लवण मधुर बलिन यो कारण यी सबै कारणहरूले गर्दाखेरि चाहिँ के हुन्छ अब चाहिँ अघि आग्नेय गुणयुक्त रसहरू बलवान थियो भने यहाँ चाहिँ सोम गुणयुक्त रसहरू जति छन् स्निग्ध अम्ल लवण मधुर अम्ल लवण र मधुर रस यी तीन रसहरू चाहिँ बलवान हुन्छन् यो बेला। यानि अ, अ, विसर्ग कालमा भनेर भनियो। यो चाहिँ अब सर्वाङ्ग सुन्दरी व्याख्याको टिकामा भनिएको छ यत् यस्मात् बलम अयम कालो विसृजति ददाति दक्षिणायनाख्य तस्माद् विसर्गो अन विसर्गो अन्वर्थ संज्ञा काल भनेको विसर्ग यानि जुन त्याग्ने क्रिया छ यति बेलामा चाहिँ बलको चाहिँ यसमा ठ्याक्क अपोजिट हुन्छ। अघि जस्तै बलको आदान क्रिया भएको थियो शोषण क्रिया भएको थियो भने यसमा चाहिँ विसर्ग दिने काम चाहिँ यो बेलामा चाहिँ यो समयमा चाहिँ हुन्छ। हि किनकि यसमाथ जुन कारणले अत्र विसर्ग आख्येय काले सौम्यत्वात् सोम भूयिष्ठित्वात् सोमो बलवान तदाश्रित रात्रि वृद्धि दर्शनात्। अब यो बेलामा के हुन्छ भनेको छ भन्दाखेरि सौम्यत्वात् सौम्यत्वात् सोम भूयिष्ठत्वात् यो बेलामा सोम गुण बढी प्राबल्य हुने भयो। यानि चन्द्रमा बलवान हुन्छ। त्यस्तै गरेर यति बेलामा चाहिँ रात्रि वृद्धि दर्शनात् रात चाहिँ लामो हुन्छ दिनको तुलनामा भनेर भनिएको छ। हियते रवि सूर्यको बल हानि हुने भयो। तदाश्रित दिन दीनहान्युपलब्धेर हीन शक्ति सम्पद्यते कदा। अब यहाँ चाहिँ शक्ति शक्तिको चाहिँ प्राप्ति हुन्छ अथवा चाहिँ उपलभ्यते भनेर भनेको छ यहाँ भनेको प्राप्ति हुन्छ बलको चाहिँ यहाँ प्राप्ति हुन्छ होइन। अनि कदा म हि तते भूपृष्ठे शान्ततापे शीत कै वृष्टय अनिलैः शीतैरित्युपलक्षणार्थं विसर्गकालात् वान्
मृदुभिः स्निग्धैरपि अत एव स्निग्धा रसा अम्ल लवण मधुरा बलिनो भवन्ति अत्र अपि क्रमाद् आदित्य अनुवर्तते पूर्ववच्च व्याख्यायमिव अब यहाँ चाहिँ के भनेको छ शीत शब्द चाहिँ यहाँ उदाहरणको लागि मात्र प्रयोग गरेको हो जुन चाहिँ विसर्ग जहाँ चाहिँ यहाँ चाहिँ विसर्ग कालको कारणले गर्दाखेरि चाहिँ मृदुवै स्निग्धै अपि इति कोमल वस्तुहरू अ, कोमल कोमलता अथवा चाहिँ स्निग्धताको गुणहरूको चाहिँ यहाँ चाहिँ प्रबल्यता हुन्छ भनेर भनिएको छ अनि पूर्ववच्च व्याख्यामेव भनेको चाहिँ अघिल्लो जसरी वर्णन गरिएको छ त्यस्तै किसिमले चाहिँ हामीले बुझ्नुपर्छ यसमा अब आयुर्वेद रसायनको व्याख्यामा टीका इस प्रकार छ विसर्ग संज्ञा विसर्ग संज्ञां निर्वक्ति यद अम्नमिति यत् यस्मात् अयं काल सौम्यत्वाद् उत्तरबलं विसृजति ददाति अतो विसर्गाख्या बलको विसर्जन क्रिया हुन्छ यो अघिको जस्तै नै भयो अनि सौम्यत्वे हेतुम आह अत्र सोम इति हि यस्मात् अत्र अस्मिन् काले मार्गे च तद् तद्वशात् सोमो बलवान् भवति तविश्च हीयते त्यज्यते प्रकृतत्वाद् बलेन न केवलं कालमार्गवशात् किन्तु शीतैर्मेघवृष्टियनिलश्च तो शीतैर्मेघवृष्टियनिलश्च अब यो यो समयमा अथवा चाहिँ विसर्ग कालमा चाहिँ अ, मार्गको प्रभावले अथवा सोम बलशाली हुनाले चाहिँ यहाँ चाहिँ विसर्ग क्रिया हुन्छ त्यस्तै गरेर प्रकृतिको नियम अनुसार चाहिँ बलको कारणले जे घटेको छ त्यो चाहिँ त्यागिन्छ अनि वर्षा नहुनु हुँदा पनि केवल छायाको कारणले नै बादलहरूको अलग अलग उपस्थिति हुन्छ यहाँ अनि वृष्टया विना अपि छायायाम् एव कारणात् मेघानां पृथक् ग्रहणं भनेको त्यही भइहाल्यो यथा इव अस्मिन् काले अम्ल अध्या स्निग्धा रसा बलिनो भवन्ति मधुर अम्ल लवण रसको चाहिँ यहाँ बलवान हुन्छन् यिनी रसहरू अघि भने जस्तै भइहाल्यो कस्मिन कस्मिन सती अथवा चाहिँ त्यो चाहिँ कहाँ हुन्छ भनेर फेरि सोधिएको छ तैरेव मेघादै शान्त तापो महितते शति यति बेलामा चाहिँ मेघादै बादलहरू चाहिँ यति बेला पृथ्वीमा रहन्छन् भनेर भनिएको छ आदाने ह्य आदित्य पवन पवन तापिताभ्यां भुवि सौम्य गुण क्षयाद् रुक्षा रसाबलिन आसान यो चाहिँ जुन रुक्ष रुक्ष आदि अ, जुन अघिल्लो अ, अघिल्लो आदान कालमा चाहिँ हुन्थे अथवा चाहिँ एक्जिस्ट गर्थे त्यसको चाहिँ अब अपोजिट यहाँ हुने भयो विसर्गे पुनः शान्त तापायाम भुव सौम्य गुण लाभात स्निग्धा रसा बलिन सेम सेम कुरा नै रिपिट भइरहेको छ चकारेण क्रमादित्य नु कृष्यते तेन वर्षा स्व अम्लो बलि ततोऽपि शरदि लवण
ततोपि एमन्त मधुरैति सिद्धम। अब जस्तै अघि त्यहाँ आग्नेय तिनवटा रसहरू थियो जुन बलवान हुन्थ्यो आदान कालमा, कटु तिक्त कषाय। यहाँ जुन छ मधुर अम्ल लवण सोम गुणयुक्त रसहरू छन्, तिनीहरूको पनि अ, अघिल्लो जस्तै आफ्नो आफ्नो स्पेसिफिक ऋतुहरूमा चाहिँ तिनीहरू बढी बलवान हुन्छन्। जस्तै यहाँ चाहिँ लवण रस चाहिँ शरद ऋतुमा बलवान हुने रहेछ भने हेमन्त ऋतुमा मधुर अ, रस चाहिँ बलवान हुन्छ। सोम वृद्धया सूर्य हान्य, सोमको वृद्धि सूर्यको हानि भइहाल्यो। स्निग्ध रस बलित्वेन च विसर्गस्य सौम्यत्वम् इति वाक्यार्थ। कालमार्गयो कारणत्वं संग्रहे अप्युक्तम्। अ, यस कालमा चाहिँ प्राकृतिक अथवा स्वाभाविक मार्ग को कारणले गर्दाखेरि चाहिँ यी क्रियाहरू हुन्छ। काल मार्ग मेघवात वर्षाभि हत प्रतापे दक्षिणायन के अर्के शशिनि च अव्याहत बले इति मार्गो अत्र कर्कट आदि राशि षट्क परिच्छिन्न आकाश भाग। अब यसमा जब मेघ अथवा बादल वायु र वर्षा सूर्यको तापलाई प्रभावित पार्दछन्, सूर्य चाहिँ दक्षिण आयनमा प्रवेश गर्छ भनि भनियो। त्यस्तै सूर्य दक्षिण दिशातर्फ चाहिँ प्रवेश गर्नुको सँगसँगै त्यति बेलामा चाहिँ चन्द्र चाहिँ बलवान हुन्छ भनेर चाहिँ यो विसर्ग कालमा भनियो। अब यहाँ मार्ग भनेर चाहिँ स्पेसिफिकल्ली के बुझ्ने भन्दाखेरि के भनिएको छ, कर्कट आदिदेखि सुरु हुने जति पनि शेष 6 राशिहरू छन्, तिनीहरूद्वारा तिनीहरूको जुन आकाशमा चाहिँ सीमित अंश छ यो कर्कट कर्कट आदि राशि षट्क परिच्छिन्न आकाश भाग, यसरी चाहिँ बुझ्न पर्यो। आजलाई यति गर्ने रहेछन्। हुन्छ न त 10 भइसक्यो, आजलाई यति गरौँ। ल हुन्छ। मेनली चाहिँ आज के कुरा भयो भन्दाखेरि ऋतुचर्या अन्तर्गतमा चाहिँ दुई दुई महिनाको ग्रुप गरेर 6वटा ऋतु बन्यो, शिशिर वसन्त ग्रीष्म हेमन्त शरद वसन्त गरेर चाहिँ। र त्यो 6वटा ऋतुलाई पनि फेरि दुईटा भागमा डिभाइड गर्यो। एउटा छ आदान काल, एउटा छ विसर्ग काल। आदान काल चाहिँ उत्तरायण काल अथवा चाहिँ सूर्यको उत्तरतिरको मुभमेन्ट भनेर बुझ्न पर्यो, र विसर्ग काललाई चाहिँ सूर्यको चाहिँ दक्षिणतिरको चाहिँ मुभमेन्ट भनेर बुझ्न पर्यो। आदान कालमा चाहिँ मानिसहरूको बलको, त्यस्तै गरेर एज अ होल पृथ्वीकै चाहिँ सौम्य गुणहरू जति पनि छन् तिनीहरूको चाहिँ शोषण हुने क्रिया हुन्छ सूर्य बलवान हुने भएर। र विसर्ग कालमा चाहिँ सूर्यहीन हुन्छ अथवा सूर्य कमजोर हुन्छ र चन्द्रमा चाहिँ बलवान हुन्छ। र त्यस कारणले गर्दाखेरि चाहिँ चन्द्र त सौम्य गुणको हो जसले चाहिँ पोषण आदि क्रियाहरू गर्छ। त्यही भएर विसर्ग कालमा चाहिँ बलको चाहिँ पुनः प्राप्ति अथवा चाहिँ बल चाहिँ अ, बल चाहिँ प्रबल प्रबल हुन्छ, त्यो बेलामा चाहिँ मानिसहरूको बल उत्तम हुन्छ भनेर यसरी चाहिँ ऋतुचर्याको अ, आदान काल र विसर्ग कालको चाहिँ व्याख्या भयो आजको क्लासमा चाहिँ। अब